ल हाम्रोमा अहिले आएको छ डिस्कभर 125 सीसीको होइन। यो चाहिँ आफ्नै कस्टमरको हो होइन। लाइक के भएको थियो भने चाहिँ 1.5 महिना त्यो भएको थियो इन्जिन बाँधेको होइन। पिस्टनको हालत चाहिँ यस्तो पुरै कालो भइसक्यो 1.5 महिनामा होइन। अनि यहाँ सलाक के लगाएको छ। अनि यसमा मेन चिज चाहिँ के थियो भने चाहिँ तपाईँलाई देखाउँछु म चाहिँ है। यो चाहिँ यो केमसाफ्टको हो होइन। केमसाफ्ट हुन्छ यसमा, केमतिर बस्ने भाग हो। यो देख्नु दाँती देख्नुभयो नि, पुरै दाँती खाइदियो क्या, यो दाँती खाइदिएछ। अनि यो चाहिँ भयो एडजस्टर भयो। एडजस्टर पनि पुरा यत्रो हाल्दा पनि होइन, पुरा लुज के कमसेकम इन्जिन बाँधेपछि त केम चाहिँ त फेर्न पर्छ नि होइन। अनि इन्जिनको मोबिल यस्तो 1.5 महिना मोबिल यस्तो हुन्छ हेर्नु त। 1.5 महिनामा यस्तो मोबिल, क्लच प्लेट पुरै गइसकेको छ। यहाँ इन्जिनमा माल मेटेरियल छ। त्यही भएर भन्छु कि इन्जिन बनाउँदाखेरि एकदम राम्रो ठाउँमा बनाउने राम्रो हो। भरे पैसा धेरै लागोस् के भएन होइन, तर राम्रो ठाउँमा बनाउने, पैसा राम्रो हुनु पऱ्यो, बाइक राम्रो हुनु पऱ्यो, तर भन्छ। यहाँ कम त रेसिबन हालेछ यस्तोमा यार। यहाँ त रेसिबन पुरै रेसिबन, यसको क्लच प्लेट पनि पुरै गइसकेको छ होइन। अनि मेन चिज मलाई के हाँसो लाग्यो भने चाहिँ यो चाहिँ यो कटौरा भन्छ यसलाई, ब्यालेन्सरको के कटौरा भन्छ होइन। यो चाहिँ नट खुल्ला थियो कि हामीले केही पनि खोलेको छैनौँ, केही छेडखानी छैन यसमा चाहिँ। पुरै नट पुरै लुज छ क्या भित्र। मैले खोलेको तान्दाखेरि त पुरै नट लुज भएछ। अब यसको समस्या एउटा यसमा आएको छ, यो फेर्ने केमचेन पुरै फुटिसकेको छ। अनि क्लच प्लेट सब गानो भइसकेको छ। फेरि भन्छु कस्टमरहरू जहाँ बनाउनुहोस् राम्रो ठाउँमा बनाउनुहोस्, विश्वासनीय ठाउँमा बनाउनुहोस् है त। सो त्यही नै हो। यसलाई खोलखाल पारेर हेरौँ के हुन्छ त।